रसुवामा भोटेकोसीको भयानक ताण्डव, नुवाकोटदेखि चितवनसम्म बाढीको त्रास, सुरक्षा निकाय हाई अलर्टमा, नदी किनारका बासिन्दालाई तत्काल घर छाड्न आग्रह। भोटेकोसी नदीमा पानीको बहाव अत्याधिक बढेपछि रसुवा जिल्लाको सीमावर्ती टिमुरे भन्सार क्षेत्रमा ठूलो बाढी आएको छ। धुन्चे तर्फबाट लेदो सहित आएको भीषण बाढीका कारण टिमुरे र आसपासका क्षेत्र प्रभावित भएका छन्। प्रारम्भिक जानकारी अनुसार बाढीले टिमुरे भन्सार क्षेत्रका केही भौतिक संरचनाहरूमा क्षति पुर्याएको छ। भन्सारका संरचनाहरू बाढीले बगाएको खबर आए पनि घटनाबाट भएको सम्पूर्ण क्षतिको आधिकारिक र यकिन विवरण सङ्कलन भइरहेको छ। बाढीको रूप निकै भयानक रहेकाले स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सेनाको टोलीले घटनास्थलको वस्तुस्थिति बुझ्न र क्षति विवरण सङ्कलन गर्न सक्रियता देखाएका छन्। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार धुन्चे तर्फबाट अचानक ठूलो बाढी आएर टिमुरे आसपासको तटीय क्षेत्रमा क्षति पुर्याएको हो। उनले बाढीको परिणाम निकै ठूलो रहेको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्। भोटेकोसीमा आएको भीषण बाढी र नदीको जलसतह अनपेक्षित रूपमा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले नदी तटीय क्षेत्रका बासिन्दाहरूका लागि सार्वजनिक अपिल जारी गरेको छ। भोटेकोसी तथा त्यससँग जोडिएका तल्लो तटीय क्षेत्र भएर बग्ने त्रिशुली नदी आसपासका जिल्लाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ, जसमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन रहेका छन्। प्रशासनले नदीको किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई सम्भावित जोखिमबाट बच्नका लागि तत्काल सुरक्षित स्थानमा सर्न र अनावश्यक रूपमा नदी किनारमा नजान अनुरोध गरेको छ। नदीमा पानीको बहाव अझै घटिन नसकेकाले तटीय क्षेत्रमा त्रास फैलिएको छ। सुरक्षा निकायलाई उच्च सतर्कता अवस्थामा राखिएको छ भने उद्धार तथा राहत कार्यका लागि संयन्त्रहरू तयार पारिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।